सम्पूर्णलाई खीर खाने दिनको शुभकामना। ल आउनु सँगै हेरौँ है त आजको साउन 15 गते अर्थात् खीर खाने दिन हामीहरूको कसरी बित्यो। हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ मेरो छोटो मिनी ब्लगमा। आज चाहिँ हामी साउन 15 गते खीर खाने भनेर दुध लिनको लागि चाहिँ डेरी गयौँ। डेरीमा जाँदाखेरि चाहिँ एकदमै भिडभाड रहेछ, दुध थोरै मात्रामा रहेछ। हामी चाहिँ जसरी भए पनि दुध लिएर आयौँ है त। त्यसपछि हामी गयौँ अचारको लागि काँक्रा लिन पसलतिर। अनि त्यहाँबाट फेरि पसलले दाइलाई चुक मागेर चुक पनि ल्याएको के है त। हामी अब खेर्ने चिजभरि खेर बोतल गरेर आइसक्यौँ। दुधहरू, काँक्रा सबै त्यो अरू के हुन्छ मरमसलाहरू, अचारमा राख्ने नुन तेलहरू सबै ल्याएर आइसक्यौँ। अब यतातिर हामी चाहिँ दुध तताउनको लागि यता दुध खनाउँदैछौँ कराही डेक्चीमा है त। यो चुलो नहेर्नु होला, यता ग्यासतिर चाहिँ नहेर्नु होला, त्यतिर अलिक कम ध्यान दिनु होला। अनि हामी लाग्यौँ यता आलु बोइल गरेको थियौँ, आलु सो गर्नतिर। यहाँ फेरि बाबु रोइरहेछ आलु दिएन भनेर, हेर्नुहोस् त रोइरहेछ। त्यहाँ फेरि बच्चा बच्ची हो होइन, जिजु लगाइहाल्छ। अनि हाम्रो काँक्रा आलु चाहिँ रेडी भइसक्यो। यहाँ फेरि कसले टपरीमा खीर पठाइदिएको रहेछ। हामी त्यहाँ भागभन्डा गरेर खाँदैछौँ क्या अफिसमा होइन। त्यहाँ पूजा गर्दै खीरको भागभन्डा लाग्दैछ। अब यता दुध पनि तातिसक्यो। अब त्यसको लागि हामीले चामल राख्यौँ दुधमा। अनि चामल राखिसकेपछि मुनि लाग्छ नि त, त्यही भएर राम्रोसँग त्यहाँ म्यामले चाहिँ घोल्दै हुनुहुन्छ। छिट्टै हाम्रो खीर पनि पाक्न लागिसक्यो। अब यता अचार मोल्नु पर्यो। अचार मोल्नको लागि चाहिँ मैले यता अचार बनाउँदैछु। तेल तताएर तेल खनाइसकेँ। अब म्याम चाहिँ त्यहाँ चुक नुन बेसार के हो राख्ने चिजभरि म्यामले राख्नुभयो। यता खीर पाकिसक्यो, अचार चाहिँ मैले मोल्दैछु। हेर्नुहोस् त यति मजाले मोल्दैछु कि हातमा केही पनि नलगाएर के। प्लास्टिक लगाउनु पर्ने रहेछ। लास्टमा चाहिँ यो हातमा पहेँलो रङ बसेको थियो। मैले फेरि उता भिडियो कस्तो आएको छ, गोरो आएको छ कि नै भनेर क्या, काली मान्छेलाई त पिर पर्छ नि त होइन, गोरो भिडियो आएको छ कि नै भनेर। उता फेरि रमिता म्यामले खीर पाक्यो भनेर मक्ख हुनुहुन्छ। उतामा फेरि हात धुँदैछु। अनि लास्टमा फेरि चुक नलागेर हामीले चुक राख्यौँ क्या, कागतीको चुक राखेको। लास्टमा चाहिँ मिठो भयो। हेर्नुहोस् त उता चारटाइ फेरि यति मिठो भएको थियो नि। अब सुरु भयो हाम्रो भागभन्डा। यसरी भागभन्डा गरेर खाँदा चाहिँ एकदमै मिठो हुन्छ क्या। अनि भागभन्डा भइसकेपछि म्यामले फेरि कुदी पुर्याउनु भएको छ सरहरूलाई। सरहरू मजाले उता बस्नु भएको थियो। हामी चाहिँ अफिसको स्टाफहरू मिलेर चाहिँ खाएको के, आजको दिन चाहिँ अविस्मरणीय होस् भनेर। अनि अब फाइनली खाइसक्यो। लास्टमा भागभन्डाले नपुगेर मान्छेहरू यहाँ डेक्ची कोरी खाँदैछन् क्या। म पनि मिसिएको छु है फेरि लास्टमा चाहिँ डेक्ची। हेर्नुहोस् त यो खासमा नपुगेको होइन कि, यो कुराउनी खानालाई चाहिँ यस्तो भएको है लास्टमा। यो टोली चाहिँ फेरि पछि भाडा खान पल्क्यो क्या, कुराउनी खाना पल्केको होइन। यो लास्टमा चाहिँ एकदमै मिठो हुन्छ। अनि त्यसपछि कुराउनी पनि खाइसक्यो। अब खाइसकेपछि भाँडाकुँडा धुन पर्यो, सरसफाइ त गर्न पर्यो होइन त। अनि रमिता म्याम र म चाहिँ लाग्यौँ भाँडा सफा गर्न। त्यसपछि पालो गरेर आज घरि रमिता म्यामले घरि मैले भिडियो खिच्दै आजको भिडियो फाइनल गरियो। अब सक्यो, भाँडा धोएर पनि सकियो। थ्याङ्क यू फर वाचिङ।